हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ हामी कालिम्पोङ जान लाग्यो अनि हामी चाहिँ यता दुईजना दिदीहरू छन् यहाँ, एकजना यता एकजना उता अगाडि। अनि हामी चाहिँ टक्क कालिम्पोङ दर्शन गरेर अब फर्स्ट टाइम हो मेरो चाहिँ। अनि त्यसपछि अब हामी चाहिँ दर्शन गरेर तल फेरि कुरी बजारमा गएर हिउँ खेल्छौँ। हामी चाहिँ बिहान कति बजी हिँडेको? 7:30मा हिँडेको। अहिलेसम्म यहीँसम्म हामी यता एउटा यस्तो हिउँहरू पनि छ ठाउँमा त्यतातिर फोहोर हिउँ पनि देख्न त पहिले देखेको, खेल्न चाहिँ फर्स्ट टाइम खेलेको। समातेको तर बवाल रमाइलो भइरहेको छ। तर भोइस सानो आयो होला क्या यहाँनिर, यस्तो बवाल छ यहाँ हिउँ। हामी चाहिँ उकालो चढ्दैछौँ। तर कुरी बजार चाहिँ केही देखेको छैन, यस्तो हुस्सु लागेको छ। अनि यहाँनिर यस्तो बवाल वा 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 वा। यहाँनिर यस्तो शीतल लाग्यो त, शीत हिँड्दै हो यो त शीत हो। यता हिउँ छ है पिसारो। यता यी तिनजना हामी हिँड्दैछौँ उकालो। घाम लागेको भए बवाल देख्थ्यो। हामी चाहिँ यस्तो उकालो हिँड्दैछ। हामी चाहिँ मन्दिर पुग्न आँट्यो हो। यत्रो उकालो रहेछ, यस्तो गाह्रो हिँड्न, केही पनि देखेको छैन हुस्सुले। यस्तो छ अब हिँड्न नसकेर टेन्सन उकालो। अघिसँग त सजिलै भइरहेको, रमाइलो भइरहेको थियो, अब चाहिँ गाह्रो भयो होइन? अब चाहिँ यस्तो छ कि हालत यस्तो छ। म चाहिँ यता छु। अब एकैचोटि हामी चाहिँ कहाँ आइपुग्यौँ? यहाँ केबुल कार चढ्ने ठाउँ आइपुग्यो। अब यहाँबाट कति मिनट लाग्छ हामी पुग्न? हुस्सु लागेर केही देखाएको छैन। यहाँ केबुल कार गइरहेको छौँ। अनि अब यहाँबाट 5 मिनट हामी चाहिँ मन्दिर पुग्छौँ है। अनि त्यसपछि चिसोले खोकी लाग्न थालिसक्यो। यस्तो बवाल हिउँ छ यहाँनिर, यस्तो बवाल छ हिउँ कि यस्तो छ बवाल हिउँ, यस्तो खतरा छ है। यता माथिबाट केबल कार नि आइरहेछ। यस्तो यो हिउँ चाहिँ यिनीहरूलाई यसरी हान्नुपर्ने हुन्छ, तर लागेन। यस्तो त्यतिर यस्तो बवाल। फेरि ओहो, अब हामी चाहिँ यहाँबाट ठ्याक्कै यहाँनिर आइपुग्यो केबुल कार चढ्ने ठाउँमा। अब यहाँबाट हामी 5 मिनटमा पुग्छौँ। त्यहाँबाट दर्शन गरेर फेरि फर्किन्छौँ। ल अब त्यसपछि ठ्याक्क यहाँ अगाडि कस्तो बवाल रहेछ क्या यहाँनिर घाँसमा है। त्यो घाँस चाहिँ के हो? यो घाँसमा होइन त, यो परेको यस्तो हिउँ यस्तो परिरहेको बब्बाल रमाइलो आइरहेछ। अब मम्मा यस्तो छ हिउँ, कोही पनि वा यस्तो गर्ने, यस्तो गरेर यस्तरी हामी साह्रो चाहिँ त्यति नानी देखेन, भिडियोमै देखेन कस्तो यार, भिडियोमा देखेन क्या, फोटो पर्दैन अहिले यहीँ भिडियोमै क्याप्चर भइरहेको त। हामी चाहिँ अब मेन गेट आइपुग्न लाग्यो। त्यतातिर यस्तो छ घन्टी लाउड डिभाइन घन्टी बजाउँ न। अब चाहिँ यहाँ घन्टी बजाउँदै जानुपर्ने हुन्छ। हामी चाहिँ त्यहाँ अगाडि छ मेन गेट चाहिँ। अब हामी मेन गेट छिर्न लागेको। अहिलेको चाहिँ मेन गेट जान लाग्यो। यहीँ सिडीमा पनि यस्तो छ, सिडीमा पनि हिउँ नै हिउँ छ। लास्ट बवाल छ यतातिर, यस्तो बवाल छ। त्यहाँ पनि यस्तो बवाल हिउँ छ कि गाह्रो भए पनि घुम्नलाई रमाइलो छैन।
भोक भोकै आएको अनि गाह्रो भइहाल्छ होइन हिउँ खेल्दै खेल्दै योबाट होइन हो नि योबाट होइन जाउँ न अब हामी त्यो माथिको घन्टी बजाउँ है ट्याङ्ग मारेर हामी घन्टी चिप्ल्यो जतिदेखि सक्नुहुन्छ यस्तो बवाल बवाल छ हिउँ फेरि आज पनि पर्छ जस्तो है पानी पर्ला जस्तो भइरह आज पनि पर्छ होला हिउँ हुन्छ अब यहाँ मेन गेट इन्टर गरेर हामी भित्र जान्छौँ दर्शन गर्छौँ मेन गेट पनि दर्शन घन्टी बजाउँ न ल अब हामी चाहिँ टिका लगाएर टिका लगाइदिउँ न मलाई लगाउने अनि यसलाई लगाउने सुषमालाई टिका लगाएर हामी चाहिँ अब माथि जान्छौँ यहाँबाट ल अनि तिमी लगाउने ए लगाइसकेको ल अब यहाँबाट मन्दिर इन्टर गरिरहेको छौँ हामी अब माथि यस्तो छ यहाँ चाहिँ हिउँले गर्दा यो पानी परेर क्या चिप्ल्यो रहेछ है एकचोटि यहाँबाट चिप्ल्यो भने फेरि तल पुग्छ मोबाइल सोबाइल पनि झऱ्यो भने गायब फुट्छ होला है ठाउँमै यताबाट जाँदा हुन्छ यहाँ अगाडिबाट ल ल अब चाहिँ ट्याक्कै हामी मेन ठाउँमा आइपुग्यो है त होइन मेन ठाउँमा आइपुग्यो हामी चाहिँ अब यतातिर यस्तो छ यहाँनिर हिउँले तर तल तल बाटोभन्दा नि यहाँ धेरै हिउँ रहेछ है सब यहाँनिर हामी दुईजना चाहिँ पहिला आएको भएर तलै छन् तिनीहरूलाई पनि देखाउँछौँ अहिले हामी तिनीहरू चाहिँ आएनन् हामी चाहिँ आयौँ यत्रो बाटो हिँडेर बोक बोकै दर्शन गर्न सोचेको कुरा पुरा होस् भनेर माग्न आएको के हुन्छ त्रिशुल यत्रो ठुलो छ त्रिशुल पनि आम्मामा यता मन्दिर भइहाल्यो यतातिर यस्तो छ ल अब हामी चाहिँ पूजाको सामानहरू निकालेर पूजा गरेर जान्छौँ हामी ल हामी चाहिँ अब यो एक राउन्ड लगाउँछौँ हात्ती हातमा लिएर र हामीले चाहिँ दर्शन गरेर पनि यता आइसक्यो त्यहाँबाट भिड थियो त्यो भएर भिडियो बनाएन अब हामी चाहिँ एक राउन्ड घुम्छौँ होइन यहाँबाट एक राउन्ड घुमेर हामी जान्छौँ ल गाइज हामी चाहिँ अब यहाँ दर्शन गरिसकेर अब फर्किनु लाग्यो है त अब तल पुरी बजारतिर गएर खाजा खान्छौँ हामी चाहिँ यतातिर धुपहरू बालेको यस्तो छ यस्तो बवाल छ हामी चाहिँ अब टिका सिका लगाएर पनि फर्किनु लागेको ल हामी चाहिँ अब टिका सिका लगाएर फर्केको है त यता पछाडि चाहिँ यस्तो छ अगाडि यस्तो बवाल देखिरहेको छ भ्यू पनि यता जङ्गलमा यस्तो बवाल हिउँ परेको छ है देख्न सक्नुहुन्छ है अनि त्यसपछि हामी अब गेट तल झरेर यहाँबाट यस्तो तल गएर हामी यहाँ तल कुरी बजारमा पुग्नुपर्ने हुन्छ ल हामी लगाएर निस्किसक्यो ल बिपना दिदीलाई कस्तो भयो त सुने न आजको दर्शन कस्तो भयो त एकदम रमाइलो भयो एकदम रमाइलो बब्बाल ल यता फेरि उता अर्को पनि छ तेरो कस्तो भयो आजको अनुभव र उसको पनि दामी भयो अरे अब हामी चाहिँ यहाँ तल गएर अब ऊ तल कुरी पुगेर खाजा खाएर त्यहाँ दुईजना साथीलाई लिएर हामी हिउँ खेल्न जान्छौँ है त फेरि एकैचोटि अब हिउँ खेल्न जान्छौँ भोक पनि लागिरहेछ दर्शन पनि भयो बबाले ल अघि नै भन्दा अलिक खुल्ला भयो हुस्सुहरू पनि हट्यो अब हामी यत्रो तल हिँड्दै जानुपर्छ आम्मामा वहाँ पुग्नुपर्छ हिँड्दै हामी चाहिँ हिउँ खेल्नलाई बाटोमा हिउँ पनि टन्नै खेल्यो
अघि नै तलैबाट बनाउनु पर्छ है, तल हामीले बिचबाट बनाएको भ्लग पनि। अब हामी तल कुरी बजार पनि देखाउँछौँ। लग्गा आइज हामी चाहिँ अब यहाँ कुरी बजार आइपुग्नु लाग्यो है त। हामी माथिबाट यत्रो झरेर आइपुगिसक्यो। यत्रो अघि नै त्यस्तो हुसु लागिरहेको थियो, अहिले चाहिँ खुल्ला घाम लागिरहेछ। यस्तो बवाल भ्यू देखिरहेछ यहाँबाट। यहाँनिर दुईजना चाहिँ अगाडि हिँडिरहन्। अब हामी तल कुरी बजार पुग्न आँट्यो। किन दौडेको, भोक लागेर दौडेर कति बेला घर पुग्नु जस्तो भइसक्यो। यहाँबाट बवाल देख्दो रहेछ कुरी बजार है। यस्तो बवाल देखेको चाहिँ हिउँ चाहिँ पहिला अघि नै चाहिँ यति धेरै थियो डाँडामा पनि, अहिले चाहिँ यस्तो पग्लिसकेको छ क्या। हिउँ नै सबै पग्लिसकेको छ। तर पग्ले पनि अहिले हामी त्यहाँ गएर खेल्छौँ अलिअलि भयो नि, होइन त? कस्तो आनन्दको हावा चल्यो। अब हामी कुरी बजार पुग्न आँट्यो। अब हामी मिलियन त अब लाइक अब अलिक बवाल बनाए पो जान्छ त अनि, होइन? पहिलोचोटिमै कहाँ जान्छ मिलियन? यस्तो मान्छे देखायो भने जान्छ कि यस्तो। ल यहाँबाट अब एक दुईवटा भिडियो बनाऊँ न। लग्ग आइज हामी चाहिँ कुरी बजार पनि आइसक्यौँ। अब हामी यहाँबाट खाजा खाएर हामी चाहिँ अब उता हिउँ खेल्न जान्छौँ है, त्यो डाँडातिर। अनि त्यहाँ हिउँ खेल्न जान्छौँ हामी चाहिँ। यहाँ बजारमा नै आइसक्यो, कुरी बजारमा पनि। यता त्यो भगवान्। अब हामी खाजा खाएर हिउँ खेल्नतिर जान्छौँ त्यताबाट, त्यतै गड। ल गाइज हामी चाहिँ चरीकोट आइसक्यो। हामी हिउँ खेल्ने भनेको, हिउँ खेल्न चाहिँ पाएन, हिउँ सकिएछ हामी जाँदाखेरि है, फर्किँदाखेरि। अनि हामी चाहिँ यता फर्कियो, चरीकोट आइपुगिसक्यो। अब हामी रुममा जान्छौँ। अनि आजको भ्लग त्यस्तै हो, जस्तो भयो नि। लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। बाई बाई।